यस्तो राम्रो देखिरहेको। अनि यहाँबाट देखिन्छ पुरै डाँडै डाँडा देखिन्छ जस्तो कडा देखिन्छ क्या टक्क डाँडाको तल पुरै मन्दिरै मन्दिर छ क्या। पुरै के कति बाक्लो देखिरहेको छ जङ्गल अनि खोला पनि निलो कस्तो मजाले बगेको छ क्या। सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। जो आज पनि बिहान आइरहेको छु कि म भिडियो बनाउनको लागि। आज चाहिँ म पाहाडतिर जाने भनिरहेको छु कि माथि डाँडातिर। जस त्यहाँबाट के देखिन्छ भन्दाखेरि चाहिँ खोला देखिन्छ, पाहाड देखिन्छ, मन्दिर छ। अनि त्यहाँ मेन कुरा चाहिँ पाहाड यस्तो खतरा देखिन्छ कि त्यो हेर्न जान लागिरहेको छु। जस अहिले चाहिँ म घर जान्छु, बाइक निकाल्छु अनि बाइक निकालेर बल्ल जान्छु कि म माथि डाँडातिर। त्यही नि सिधै बाइकमा गएर भेटौँ ल, बाई बाई। अहिले त म ट्राफिक चौक पनि आइसकेँ। अहिले बिहान आएको छु नि त, त्यही भएर देखिन्छ हुन्छ पुरै बाटो सुनसान छ कि। यो मेन हाइवे हो तर देखिन्छ हुन्छ पुरै सुनसान छ कि। गाइस देख्न सक्नुहुन्छ बिहान मान्छेहरू टक्क आफ्नो घरतिर गइरहेको छन्। यो वाला भाइब चाहिँ लास्टै रमाइलो लाग्छ कि मलाई चाहिँ। टक्क बिहान रेडी भएर जान लाग्यो कि हुन्छ नि, उनीहरूको मनमा चाहिँ छुट्टै खुसी हुन्छ कि। जस अहिले चाहिँ म सिद्धासम्म जान लागिरहेको छु। त्यहाँ मन्दिर छ, खोला छ, झरना छ, के छ सबै तपाईँलाई देखाइहाल्छु होइन। अब गाइस यहाँदेखि यति माथि जानुपर्छ, डाँडा सुरु हुन्छ। देख्न सक्नुहुन्छ अहिले यहाँ देखेको डाँडा चाहिँ म जति डाँडाको नजिक जान्छु त्यति हावा झन् बढिरहेको हो क्या। तर अहिले चाहिँ कुदाको होइन किनभने यति चिसो हो नि। अहिले बिहान लगभग बजे होला 6:30 भयो होला। 6:30 बजे म हिँडिरहेको छु कि बाइकमा घुम्नको लागि अझै भिडियो बनाउँदै। त म गोलपार्क पनि आइसकेँ। यो चाहिँ यस्तो खतरा ठाउँ हो नि। अब यहाँदेखि माथि गएपछि पाहाड सुरु हुन्छ क्या। यहाँदेखि तल लागेपछि नि तराई सुरु हुन्छ क्या। त्यही भएर यो चाहिँ बवाल लाग्छ। अहिले त म गोलपार्क आएँ। अब यहाँनिर बरु अलिक गाडीहरू देख्न सक्नुहुन्छ। यहाँबाट बर्दाहाटको गाडीहरू जान्छ नि त, त्यही भएर गाडीको लाइन छ कि लस्करै छ। हुन्छ नि बाटो पिच गरेपछि यो लाइन छुट्याइदियो भने यस्तो राम्रो देखिन्छ नि बाटो। जस हुन्छ नि विदेशमा जस्तो लाग्छ कि कति यस्तो लाइन छुट्याएर राम्रो देखियो होइन। अब यहाँनिरबाट फेरि लाइन छुट्याएको हो अनि कति राम्रो देखिन्छ देख्न सक्नुहुन्छ। अहिले त म डाँडामा पनि आइसकेँ। देख्न सक्नुहुन्छ मेरो अगाडि छ डाँडा। टक्क म माथि जान्छु। माथि गएपछि टक्क एउटा मन्दिर आउँछ, सिद्ध भन्छ त्यो मन्दिरलाई चाहिँ। त्यो मन्दिरमा जान्छु, दर्शन गर्छु अनि तल खोला छ, खोला पनि देखाउँछु। अनि यसो तातो तातो केही चिज खानेकुरा छ भने खान्छु। अनि माथि जान मन लाग्यो भने अझै माथि जान्छु, नभए पनि घरतिर फर्किन्छु कि। त्यो सोचिरहेको छु, हेरौँ के हुन्छ होइन। गाडी देख्न सक्नुहुन्छ टक्क यो फुटपाथहरू बनाएको। अनि यहाँबाट देख्न सक्नुहुन्छ पुरै डाँडै डाँडा देखियो क्या। अब त डाँडा सुरु भयो। सो गाइस अहिले त म मन्दिरमा नि आइसकेँ। जस यहाँ माथि छ मन्दिर, मन्दिरमा जान्छु, दर्शन गर्छु। अनि त्यसपछि यता माथि भ्यू पोइन्ट छ, त्यो भ्यू पोइन्टमा नि जान्छु। अनि तपाईँलाई खोलाहरू सबै देखाउँछु कि। गाइस देख्न सक्नुहुन्छ यो खोला हो कि। खोला भन्दा पनि कुल हो कि। पानी पर्दाखेरि यहाँबाट पानी बग्छ। हामी पहिला नुहाउनको लागि जान्थ्यौँ कि यता माथि पर जान्थ्यौँ कि। यहाँ माथि पर जान्थ्यौँ नुहाउनको लागि। यो डाँडाभन्दा उता देख्न सक्नुहुन्छ यहीँ अगाडि यति ठुलो पाहाड छ कि। ल गाइस मन्दिरभित्र त छिरिसकेँ। यस देख्न सक्नुहुन्छ यहाँबाट यस्तो खुल्ला देखिन्छ कि। अनि आज पसल एउटा खुल्ला छैन कि यहाँनिर। गाइस अब म माथि जान्छु, माथि मन्दिरमा दर्शन पनि गर्छु। यो त एकदम फाइदा हो क्या, किनभने मान्छे नै छैनन्। मलाई त झन् लाजै लाग्दैन नि त मान्छे नभएपछि। अनि हुन्छ नि फ्रिडमली भ्लग बनाउन सकिन्छ क्या। यस्तो भएपछि अलिक राम्रो पनि हुन्छ। यहाँ यति माथि जानुपर्छ, यहाँ यस्तो गर्दै यता माथि छ कि मेन मन्दिर। गाइस देख्न सक्नुहुन्छ पाहाडहरू यस्तो बवाल देखिन्छ नि। यहाँ एउटा पाहाड, 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 यहाँनिर नि एउटा पाहाड छ। यस्तो कस्तो कटकट भयो जस्तो देखिन्छ क्या। कस्तो कडा देखिरहेको छ। म आएको चाहिँ यताबाट हो अनि यतातिर पाल्पा गइन्छ कि। अहिले फेरि म यतातिर जान्छु। यतातिर चाहिँ बुटोल हो कि। गाइस देख्न सक्नुहुन्छ यहाँनिर कति धेरै मन्दिर छ। यहाँ छ, यहाँ छ, यहाँ छ। अझै यता मेन मन्दिर छ। यहाँनिर अलिक खुल्ला भएको देखिँदैछ। यताबाट गए नि हुन्छ, यताबाट गए नि हुन्छ कि। म चाहिँ यताबाट माथि जान्छु अनि यहाँ माथि गएर देखाउँछु कि तपाईँहरूलाई। गाइस देख्न सक्नुहुन्छ यहाँनिर परेवा वाहन अनि मस्त चारा खाइरहेको छन् कि। म उठ्नुपर्छ, पुरै उठ्छन् कि भुर्र देखाउँछु तपाईँहरूलाई। देख्न सक्नुहुन्छ सबै उडेर यता मन्दिरमा गइसके। यहाँ आएर बसेको परिवार सबै। अब एकैछिन यहाँ बसिरहनुपर्छ, फेरि आउँछन् कि सबै। आइज छिटो। माथितिर रहेछन् टन्नै परिवार देख्न सक्नुहुन्छ यहाँनिर। चुप्प लाग्छ कतिखेर आउँछन् है। गाइस आयो। ए तेरि आउनु लाग्यो कि यो। आयो गाइस देख्न सक्नुहुन्छ आयो। गाइस देख्न सक्नुहुन्छ पहिलो परिवार हो, अब फेरि दोस्रो आयो। अब ए लस्करै देख्न सक्नुहुन्छ कति धेरै आउँछ कि। एउटा आउनुपर्छ कि, एउटाले हिम्मत गर्नुपर्छ, सब आउँछन् देख्न सक्नुहुन्छ। गाइस देख्न सक्नुहुन्छ क्या राम्रो राम्रो परिवार छन्। लगभग 15-20वटा आइसक्यो कि। फेरि थप्पु फेरि यताबाट आइरहेका छन्। एउटा देख्न सक्नुहुन्छ फेरि यहाँ यसरी फेस क्याम गरेर भिडियो बनाउँछु भनेको सब परिवार उडिसक्यो देख्न सक्नुहुन्छ। यहाँनिर नि छ मन्दिर, यहाँनिर नि छ, यहाँनिर नि छ। गाइस मन्दिरभित्र त छिरिसकेँ। यति धेरै हुनुहुन्छ भगवानहरू। दर्शन त भइसक्यो। गाइस अहिले त म फर्किन लाग्यो मन्दिरबाट दर्शन गरेर। जे हुन्छ नि कति धेरै परिवार थिए। अनि मान्छे भयो भने चाहिँ मलाई लाज लाग्छ कि, त्यही भएर नि राम्रोसँग भिडियो नबनाएको। ढुङ्गामा हात्तीको कस्तो कडा बनाइदिएको न। ढुङ्गा नि त्यस्तै रहेछ कि।
हात्ती जस्तो देखिरहेको छ हात्तीको सुँड। अनि यहाँनिर छ वन मान्छे देखिन सक्नुहुन्छ। यहाँ वन मान्छेको पुरानो हड्डी देखेको रहेछ कि त्यही भएर यहाँ वन मान्छेको मूर्ति राखेको। सो गाइस अहिले त म मन्दिरबाट नि बाहिर निस्केँ। अब चाहिँ म भ्यू पोइन्टमा जान लागिरहेको छु। त्यहाँबाट अझै फुल पहाड देखिन्छ कि अनि खोला सबै देखिन्छ, त्यही भएर त्यहाँ जान लागिरहेको छु कि म चाहिँ। फुल मन्दिरको भ्यू त यहाँबाट देखिरहेको छ। देखिन्छ हुन्छ पुरै मन्दिर यस्तो देखिन्छ कि यो चाहिँ तल्लो सिद्ध मन्दिर देखिन्छ हुन्छ यस्तो कडा देखिन्छ कि टक्क डाँडाको तल पुरै मन्दिरै मन्दिर छ कि। गाइस हेर्न सक्नुहुन्छ यस्तो बाटो दियो जाने गाडीहरू यहीँबाट देखिन्छ हुन्छ खोला यस्तो कडा देखिरहेको छ अनि पहाडहरू त पुरै बवाल देखिरहेको छ कि। गाइस अब चाहिँ म घरतिर जान लाग्यो। बाइक चाहिँ अगाडि मन्दिरनिर अघि मैले यतापट्टिको भाइ देखाइरहेको थिएँ अनि यहाँबाट चाहिँ फेरि आएर यहाँबाट देखाइरहेको छु। देखिन्छ यहाँबाट झन् बवाल देखिरहेको रहेछ होइन। ओहो देखिन्छ पुरै के कति बाक्लो देखिरहेको छ जङ्गल अनि खोला पनि निलो कस्तो मजाले बगेको छ कि देखिन्छ हुन्छ क्या कडा देखिरहेको छ। सो गाइस अहिले त मैले यहाँबाट पनि हिँडिसकेँ। जस हुन्छ नि यहाँनिर बसेर एकैछिन चिया खाम जस्तो लागिरहेको थियो तर भर्खरै आउनु भएको रहेछ अनि त्यही भएर खाएन क्या। अनि बिहान बिहान खाली पेट के चिया खाने भनेर मैले चिया चाहिँ खाएन कि। त्यसलाई भन्छ चिडिया खोला। अब चिडिया खोलादेखि आउँछ गोलपारादेखि ट्राफिक चोक हस्पिटल लाइन मिलन चोक हुँदै बल्ल बुद्धनगर जाने हो कि म चाहिँ। हिँड्दाखेरि कति टाढा सुनिन्छ तर जाँदाखेरि लगभग 10 मिनटमा पुगिन्छ कि घरै। अब यहाँदेखि फेरि एउटा पहाड देख्न पाइन्न, पुरै हुन्छ नि घर यिनी खुल्ला एरिया मात्र देखिन्छ कि। अब यहाँबाट जस यहाँनिरबाट घाम उताइरहेको रहेछ देखिन्छ हुन्छ बिहान बिहान। भिडियो बनाएर फर्किने बेला बल्ल घाम उताउँदैछ कि। भन्न खोजेको म कति बिहान गएको थिएँ, अहिले 7:30 अथवा 7 बजेको होला कि। अहिले त म ट्राफिक चोक पुरै आइसकेँ। जस देखिन्छ हुन्छ यहाँनिरको घरहरू एउटा खुल्ला ठाउँ देखिन्न कि पुरै नन स्टप घरै घर छ कि। अब यो बस पार्कदेखि चाहिँ मलाई सिधै जानुपर्छ कि। बस पार्कदेखि भित्र जानुपर्छ अनि भित्र हुँदै हो कि म जाने चाहिँ। हाइवेबाट भित्र छिरिन्छ नि त्यसपछि पुरै यता गछ पुरै घुमै हो कि। लगाइ जब चाहिँ म घरतिर नै आउन लागिसकेँ। अब चाहिँ म सेटअप बन्द गर्छु अनि सिधै घर जान्छु। घर भेटौँला, बाई बाई। सो गाइस दिस इज द नेक्स्ट डे। जस हिजो चाहिँ मस्त घुमियो अनि मेन कुरा चाहिँ के भयो भन्दाखेरि हिजो जाँदाखेरि घाम लागेको थिएन नि त, त्यही भएर अलिक क्लियर आएन कि भिडियोमा। जस्तै पनि खोला देखियो, डाँडाहरू यस्तो बवाल देखेको थियो। मन्दिरमा गयो, दर्शन गरियो, आइयो, जस रमाइलो भयो। अहिले त म बिहान आइरहेको छु कुकुरलाई लिएर। आइज भनेको कुकुर पनि सँगै आयो कि। गाइस देख्न सक्नुहुन्छ कुकुर पनि छ मेरो साथमा अनि यहाँबाट टक्क घाम उदाउँदैछ कि। अनि मेरो माथि पनि रुख छ कि पुरै रुखको हावा आइरहेको छ। जस बिहान यताबाट घाम लागिरहेको छ, यताबाट हावा आइरहेको छ, अगाडिपट्टि कुकुर चाहिँ यस्तो बवाल एक्सपिरियन्स भइरहेको छ कि। त्यही नै गाइस आई होप तपाईँहरूलाई आजको भिडियो राम्रो लाग्छ होला। यदि राम्रो लाग्छ भने चाहिँ लाइक शेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। भेट्दै गरौँला चाहिँ राम्रो भिडियोहरूमा। त्यति बेलासम्मको लागि चाहिँ बाई।